मेरो एकदम ठिक छ। तपाईँ के छ हालखबर? ठिक छ। हात के भएर कस्तो होइन हामी जाडो भएर ओर्नी ओढेको। जेसाको बिहा भइसक्यो हाम्रो अमितजी कहिले हो यार? हजुर हजुर जेसाले पनि बिहा गरेछ अमितजी। जेस अब भादो त सबै अरूले बिहे गरे, अब आफू त छैन नि के अब बाँकी भएको अलिअलि भएको नि तपाईँले उकाइदिनु भयो। मैले कहाँ तपाईँ गर्लफ्रेन्ड मैले कहिले भड्काएँ यार? गर्लफ्रेन्ड होइन नि त, अरूलाई भड्काइदिनु भयो यसो कुराकानी चलाउनु भन्दा भन्दै। अब कार्तिकमा बिहा गर्ने भन्छ, कार्तिकमा फेरि अब कार्तिक त अब कुकुरले मेरै राजो भन्छ। त्यो भन्दा पनि त अब कार्तिक बिहे गर्दा कहिले नछुटिने रहेछ नि त, सम्बन्ध एकदमै गाढा हुन्छ भनेर नि त। हो भने सम्बन्ध गाडा हुन्छ। गाडा हुन्छ, सधैँ बसिरहन्छ नि त, त्यही भएर सधैँ बसिरहन्छ। आया कति हँसाएको यार। के छ खाना खानुभयो? कता हुनुहुन्छ आज? भोलि काठमाडौँमै हो? आजभोलि त काठमाडौँ खै कहाँ जानु र, पोखरा आउँ भने पनि अब तपाईँले भेटघाट गर्नै छोड्नु भइहाल्यो अनि त्यही भएर। यार आउनुहोस् न यार अमितजी, यार हामीलाई नि बच्चा छोरा मजाले चलाएर के अरे छोरासँग जिस्केर बस्दै तपाईँ दिन जाने भयो। अब कोसँग तरुणीसँग जिस्के मैले श्रीमतीले मार्छ। खै हिजो अस्तितिर तरुणीसँगै झिस्की नाचिरहनु भएको थियो। अब लक्ष्मी कलासँग जिस्की भने श्रीमतीले मार्छ। गरम के गाह्रो छ नि हामीलाई अमितजी यार। अनि यो कस्तो सिस्टम हो मैले एउटा कुरा बुझ्न नसकेको आजसम्म, एउटा मैले यो बुझिनँ क्या। बर्थडेमा गिफ्ट मान्छेले अरू कुरा दिन्छन् होइन, अनि यो फोटै दिने चाहिँ कस्तो बर्थडे गिफ्ट हो? मैले दिएको होइन यार, आशिका बहिनीले हो यार अमितजी यार। न त्यो भित्तामा राख्न मिल्ने, न त्यसलाई पकाएर भक्कै खान मिल्ने, न बेच्न मिल्ने, कस्तो खालको दिएको हो त्यो? ए बाबा हो, श्रीमतीले मार्छ यार, मर्मागे के कुन त नि अब कस्तो खाले हो खै? त्यो मैले बुझ्न सकिनँ क्या। प्युसिस वेलकम बर बिचारा अब हेर्नु न, उसलाई अब भोलि उसले पनि बिहे गर्नुपर्छ, न त्यो फोटो मेरो यो पहिलाको हो मेरो यो भनेर लगाएर दिन मिल्ने। साथीको नाता हो। अनि कस्तो साथी भनेर सोध्ला नि, फेरि गाह्रो छ नि। होइन एउटा फ्रेन्डसिपको नाताले अब दिएको हो नि त बहिनीले। फ्रेन्डसिपले अनि खोइ त हामीले नि कतिसँग फ्रेन्डसिप गरेर कसैले फोटो दिँदैनन् त्यस्तो। अब खै तो थाहा भनेको रे बा त्यहाँबाट काहीँ कुही नबोलेर हेर त्यो साथीहरू श्रीमतीले मार्छ यार अमितजी यार। अरूको कुरा नगरौँ, श्रीमतीले मार्छ हौ। बल्ल बल्ल माहौल शान्त भयो यार। तपाईँ एउटा माहौल शान्त भइरहेको ठाउँमा तपाईँहरू त्यस्तै गर्नु हुँदो रहेछ, बेला बेलामा फेरि आगो बाल्नु हुँदो रहेछ अनि के अनि त? खै अब बोलचाल छैन। अब श्रीमतीले मार्छ हौ, तिनी कुरा नगरौँ, भात खानु भयो। अरूको कुरा नगरौँ यार, श्रीमतीले मार्छ यार। मलाई धेरै वर्ष बाँच्नु छ। होइन तपाईँ धेरै वर्ष बाँच्नुहुन्छ होइन होइन, त्यत्रो सबै दुनियाँ गएर त्यो लक्ष्मी कलेक्सन कि के कलेक्सन भन्ने त्यत्रो एडभर्टाइज गरे, तपाईँ चाहिँ किन जानु भएन त्यहाँनिर? श्रीमती झट राखा नि मैले। तपाईँले के गर्नुहोस् भने अहिलेसम्म बुहारीको जे होस् त्यत्रो लुगाहरू तपाईँले च्यातिदिनु भयो पहिला डान्स गर्दा उ गर्दा होइन, त्यहाँ फ्रीमा पाइन्छ ल्याइदिनुहोस् किनेर। लेडिज स्टोर हो नि त त्यो। त्यहाँ त जालीवाला कट्टु पान्छ, जालीवाला कट्टु लगाइदिनु बुढीलाई। त्यहाँबाट ठिक छ त, झन् हावा छिर्छ। गरी उनीहरूलाई त ठिक हो त, गरी उनीहरूलाई त ठिक हो त। सेखुले त कानतिर लगाएको थियो त कट्टु त। कानमा मच्छर पस्छ भनेको अरे। छोरी मान्छे लानु ब्रा लाएर घुम्छ नि यार। के जमाना हो यार। एउटा
सेफुले किनेको त जालीवाला कट्टु भनेको त पुरा चिया छान्नको लागि रे चिया छान्ने रे यार त्यही त तपाईँ कहिले जाने त जान्न म त हामी चाहिँ मलाई म्युजिक भिडियोबाट अफर आएको काठमाडौँदेखि तर श्रीमतीले मार्छ पो जानु जान्न यार बेटर हो त एकदमै राम्रो प्लेस हो नि त ट्याक्क गर न डाइपर साइपर सबै लिएर पठाउँछन् कि डाइपर मैले लाएर खुर्सानी पनि गरौँ त्यहाँ त डाइपर पाइन्न हौ डाइपर पनि राख भन्ने नि त्यहाँ त छोरी मान्छेको कपडा पाइन्छ हो त्यही त अब त्यो अरू कपडाहरू पनि हुन्छ नि अब होइन त्यो जालीवाला कोटले न केही छेक्छ न केही कसरी हो नि के हो यार मैले त्यो कुरामा मलाई यो विषय त अलिकति म अनभिज्ञ छ किनभने जुन कुरालाई छोरी मान्छेको इज्जत ढाक्नु त के बेच्ने के लाउने यार तपाईँलाई थाहा होला तपाईँले अब धेरैवटा तपाईँ धेरैजनासँग डान्स गर्नु भएको छ तपाईँलाई थाहा होला नि हामीलाई के थाहा डान्स मात्र गरे डान्समा चान्स मारेको छैन यार है काण्ड सुनामा जहिले पनि काण्ड आयो मात्रै भने सुन्छु तपाईँको काण्ड बङ्गलादेशी जोडीले बनाएको छैन हामी त त्यस्तो काण्डवाला होइन हामी त सिधै भिडियोबाट नै हिँड्ने बास सुरुवात त त्यो भिडियोबाटै नै हुने हो काण्डसम्म त नपुगो होला अनि अरू के छ ललितले बोलू गाइस बिहारी भाषा आई तोहरा के बिहारी भाषा आई हमके आवेला बिहारी भाषा बोलेला आवेला एक केटा बुस्टिङ ला हान्छ क्या वै ये अरे उताको लागि हान्छ यार गाइस प्राइभेट लो अरे ये मेरा करा बादल लगा बादल ये बा पेल्छ हो यसलाई दिमाग लाउने केटा हो हेरे उताकोले 5 मिनट स्नाइप हान्छ जस्तो लाग्यो केटा हो अरू बुस्टिङ पाएन बेलुकालाई काम लाग्छ केटा हो लास्टमा हाल्ला खत्तम यो लास्टमा हाल्लाई हिन्दी बोल्नेको भर लाग्दैन मलाई केटा हान्छै टाइमर लगाइरहेको केटा टाइमर गयो खत्तम भयो काम छैन टाइमर लगाएर पनि काथी हो गइल ठीक बा हमरा 19 चिकले बो तोहरा 19 चिकले छोड़ देल के ले लिया हम अपन का 19 चिक छोड़ दे हमरा 19 से खा गइलो चरम जुर्म करके हाँ हम तो खा गए नहीं यहाँ कभी नहीं हम के ज्यादा जाएंगे ठीक है कसी सी क्या हमसे दोस्त बनना चाहोगी फॉलो टिकटॉक में हाँ ओके ठीक है जरूर फॉलो करिए मैं आपसे बाद में खेलता हूँ हाँ ठीक है ओके मैं सांझ को पनिशन गेम खेलता हूँ अगर पनिशन गेम